नमस्कार प्रणाम। ल मण्डल सर, हजुर दिदी। तपाईँ यो देशको सिस्टम, यो विधाको सिस्टममा के भन्न चाहनुहुन्छ? बालेर अहिले दिदी चुनावी माहौल छ, प्रचार प्रसार सबैजनाले गरिरहेछ। सबैको त्यो के भन्छ ऊ पोस्ट गर्छ नि, म यो गर्छु त्यो गर्छु अहिले एजेन्डाहरू हो। यो एजेन्डाहरूमा मैले सबैको हेरेँ। यो सबैभन्दा पहिला अब राष्ट्रिय अहिले निर्माणधीन अवस्थामा छ हाम्रो देश, काम गर्नुपर्छ। हेर्नुहोस् अहिले यो देशमा विश्वकै सबभन्दा बढी बिदा दिने देश हाम्रो पर्यो क्या। यसलाई चाहिँ के गरौँ भने अब जस्तै आज महाशिवरात्रि पर्व भयो, अब विविध अब धर्म जाति होली आउँदैछ हाम्रो देश, तर बिदा चाहिँ नदिउँ क्या। बिदा चाहिँ कुनै दिनै नदिउँ, शनिबार मात्र बिदा दिउँ। बिदा चाहिँ हटाउनु पर्ने, अनि पो देश विकास हुन्छ। त लोसारमा चाहिँ कतिवटा छ? अब निजामती कर्मचारी देशको मेरुदण्ड होइन, ब्याङ्किङहरू सिस्टमहरू चल्नु पऱ्यो नि। आज एक दिन बिदा हो भने देशको कति अर्थतन्त्रमा घाटा लाग्छ। अनि वर्षमा कति दिन कार्यालय चल्छ, कति दिन बिदा हुन्छ। सिस्टम चाहिँ सुधार गर्नु पर्यो। राजनीतिक दलहरूलाई मेरो अनुरोध के छ भने यो बिदालाई पनि कटौती गर्नु पर्यो। कर्मचारीलाई बिदा चाहिन्छ, दिनुपर्छ, तर उहाँको छुट्टै अवस्था हेरी तर कार्यालय चाहिँ बन्दै गरेर कर्मचारीलाई बिदा दिनु भएन। कर्मचारीमाथि नपरोस् मर्का, कर्मचारीलाई बिदा चाहिन्छ, तर कार्यालय चाहिँ चल्नु पर्यो। त्यस्तो खालको सिस्टम पनि ल्याउनु पर्यो नेताजीहरू। अब दसैँ तिहारको विधा कतिवटा छ भन्नु सर होइन? दसैँ तिहार त्यस्तै, लोसारमा त 3वटा छ। अनि त्यसपछिबाट भयो के अरे ईद अरे होइन? अनि सबैको धर्मावलम्बीहरूको सम्मान गर्ने होइन, सम्मान गर्ने तर बिदा चाहिँ नदिने क्या। बिदा नदिने, आफ्नो खुसीले मनाउने, जो मान्छ धर्म उसैले बिदा दिने। उदाहरणको लागि दिदी अहिले महाशिवरात्रि पर्व छ, त्यो क्रिस्चियन धर्महरूको, मुस्लिम धर्महरूको के को महाशिवरात्रि आज उहाँहरूलाई मार्का परेन। अब कुनै दिन क्रिस्चियन धर्महरूको अब क्रिसमस डे आउँछ, हिन्दूलाई के ईद आउँछ, हिन्दूलाई के बिदा दिउँ, बिदा दिनुपर्छ, तर त्यो कर्मचारीले दिउँ न। त्यो जुन संस्कारको जुन धर्मको मान्छे छ उहाँलाई दिउँ। राज्यले अर्को छुट्टैबाट सम्मान गर्नुहोस्, तर यो चाहिँ कार्यालय चाहिँ बन्दै गरेर शास्ति चाहिँ नदिनुहोस्। हजुर यो दिगदार लाग्छ नि हजुर। बिदा दिइसकेपछि सबै कार्यालय बन्द भइसकेपछि हामीलाई अप्ठ्यारो पर्छ। हामी चाहिँ यसो देश विकास होस् भनेर चाहन्छौँ। अब कार्यालय नै बन्द गरेर त देश विकास हुँदैन भन्नु त। रेड डे एभरेज नै ठिक छ नि, कहिले बिदा हुँदैन।